हेलो दर्शकवृन्द नमस्कार म जनक है तपाईँहरूको माझमा आज फेरि पनि यो सुन्दर नगरी धरानको यो छोटो बाटोको क्लिप चाहिँ मैले पेश गरिरहेको छु। धरान जति नै सुन्दर छ यहाँको दृश्यहरू पनि त्यति नै रमाइलो लाग्छ सबैलाई नै, सायद मलाई मात्र होइन होला। र विशेष आज म धरानमा भएको बाटबाटिनी सुपर मार्केटमा यसरी आगो लगाइएर ध्वस्त भएको स्थिति करिब यो 5:30-6 बजी अन्दाजी लिएको दृश्य हो। र यो धरानमा यसरी देखिरहनु आज 4 दिन भइसक्यो, फेरि पनि यसरी धुवा आइरहेको छ। सोच्नुहोस्, यो धरानवासीले त नराम्रो नै फिल हुन्छ जस्तो लाग्छ। सबैको मन यसले देख्दाखेरि रुन्छ नै, किनभने यसमा हाम्रो 200 जना भन्दा माथि मान्छेहरूले विभिन्न ठाउँको मान्छेहरू हुनुहुन्थ्यो, नोकरी गर्नुहुन्थ्यो, नोकरी पाउनु भएको थियो। तर आज पूर्ण रूपले यसरी ध्वस्त भएको छ। जति सुन्दर थियो त्यति नै नराम्रोसँग यो देखिँदैछ। यसरी नगर्नुपर्ने हो, किनभने यो एउटा जसको लगानीमा बने तापनि तर यसमा चाहिँ नोकरी पनि पाएको थियो अनि यो एउटा धरानको निम्ति शान पनि थियो यो सुपर मार्केट। तर आज पूर्ण रूपले ध्वस्त भएको छ। जो कोही पनि मान्छेहरूको मन रुन्छ। यहाँ तपाईँले ती मान्छेहरू देख्नु भएको छ, कोही हाँसिरहेको गरेर देख्नु भएको छैन। मान्छेको सबैको नजरमा नरमाइलो भावहरू देखिरहेको यसरी ड्यामेज भएको छ। फेरि पनि ठिकै छ, जे जस्तो छ स्वीकार्नै पर्छ। हुन्छ मित्रहरू, नमस्कार।